भेज बर्गर है यो लागि कहिले साउन्ड वाट इज दिस नाइकाकोमा आएको थियौँ होइन अनि फर बाइङ फ्यु प्रोडक्ट्स हेलो गाइज वेलकम टु एनदर एपिसोड अफ एसके स्टोरिज हामी आज पनि सिलगढी जाँदैछौँ नेपालबाट होइन अहिले चाहिँ हामी धुलारीमा छौँ तिनजना क्यामेराको स्क्रिनमा देखिरहनु भएको छ हाम्रो साथी के अरे तिम्रो नाम रमेश तिम्रो साथी भन्दै भन्दै नाम मेरो नाम शेख साहेब तपाईँको पनि भनिदिनु यहाँ यता के अरे शेख साहेब तपाईँको अटोमा चाहिँ जाँदैछौँ होइन पानी एकदम परेको कारणले गर्दाखेरि चाहिँ हाम्रो प्यारो चिज हाम्रो बाइकलाई चाहिँ हामीले धुलारीमै छोडेर जानु पर्यो हामी चाहिँ काँगरभिट्टा चाहिँ आइपुग्यौँ होइन अहिले र सफारी चढेर कहाँ छौ देखेन केही पनि त्यो त उडो त सफारी चढेर चाहिँ अब हामी विदेश लाग्दैछौँ गाइजहरू भाडा बोएछौँ पुलिस दाजुले रोकेर के जस्तो गर्नु हुँदो रहेछ यहाँ चाहिँ अलिकति भिडियो तिमी बिचमा बस्नु 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 तपाईँलाई बस्नु सबै यो पार्दा ल साथीहरू भाइ हजुर जाने आउने कुनै सुविधा हुन्छ क्या सुविधा त हुन्छ नि गाडी बग्न हुन्छ क्या कति टाइम लाग्छ गएर आउने होइन नि त म काम लाग्छ दुई तिन घन्टा लाग्छ 2-3 घन्टा अहिले कति बजे 12 बजे 12 साढे 12 अहिले हामी चाहिँ तपाईँलाई सुविधा हुन्छ हाम्रो उताको गाडी पायो भने के महँगो लाग्छ कि पर्खिनुहुन्छ 2 घन्टा हजुर 2 घन्टा पर्खिनुहुन्छ मौसम कस्तो रहेछ त साथी त्यो भिजेको मुसाकी के भन्थ्यो नि त्यस्तै भइसक्यो होइन मुसा होइन हौ भाइ माछा भइसक्यो पानी असरी मुटु बिसक्यो हामी मुसै भयो हेलो हेलो ल फाइनली हामी चाहिँ अटोमा चढेर चाहिँ सिलगढी जाँदैछौँ चस्मा कहाँ किनेको कालेपछि फाइनली भइरहेछ हैन नि अब अघिको त भएकै थिएन नि त पानीले हामीलाई गइहालिन्छ कि भन्ने जस्तो हुँदै थियो हामीलाई त डर स्वागत गरिरहेछ सिमसिम परेर स्वागत हुन्थ्यो ढिर परेर पानीले बेइज्जत गरियो हेलो 50 रुपियाँ लिन्थ्यो गाडीमा गएको भए यहाँ चाहिँ अब 500 रुपियाँ त्यही भएर बाटो चाहिँ अस्ति छ कताबाट थियो त्यो अगाडिबाट थियो नि त जाने त भित्र त नो फोटोग्राफी नो भिडियोग्राफी भन्यो अलिअलि त मान्छेले गरिरहेको थियो तर मलाई डर लाग्यो मैं डर गया त्यही भएर भिडियो सुट गर्नै पाइएन फाइनली भने नि हामी चाहिँ सिटी सेन्टर सिलगढी आइपुग्यौँ होइन साथमा हाम्रो दुईजना कस्तो उयो भयो यहाँ त यस्तो ठिक छ आइपुगेछौँ कि किन आएको अरे तिमी चाहिँ यहाँ लोन्डियाको मेकअपका सामान लिएर प्लास्टिक सर्जरी त्यही बर्गर किङ छ भनेको नि हाम्रो साथीलाई चाहिँ अस्ति बर्गर किङको बर्गर साह्रै मिठो लाग्यो अरे अनि यहाँ हातमा बोकेर नै बरु बोलौँ होला नि बरु किन त्यहाँबाट के भयो तिमी पनि बोल्न पायो नि त्यसो गर्दा बोल्ने भनेकै पानीमा हो होइन पानी चाहिँ यति परेको छ नि हाम्रो प्लान भनेको चाहिँ सिलगढी पनि पुग्ने थियो उहाँ बजार
सिआडी पनि पुगौँ कि भन्ने सोचिरहेको थियो, तर पानी परेको छ। अब हेरौँ के हुन्छ। यहाँ सामान पाइयो भने त ठिकै छ, नत्र चाहिँ जानु चाहिँ पर्छ। लु कस्तो लाग्यो त तिमीलाई? दामी ठाउँ? त ठाउँ त नेपालै राम्रो। नेपाल भनेको नेपालै हो। नाइका लिप्स, वाट इज दिस? नाइकाकोमा आएको थियौँ होइन, अनि फर बाइङ फ्यु प्रोडक्ट्स। के छ साथी, तिमीले पनि केही के फाउन्डेसन चाहियो तिमीलाई? मैले पैसा गन्थेँ, म पैसा गन्दा गन्दै गलेँ। त्यति दिनु पऱ्यो। 2-4वटा सामान किन्दा कति बिल उठौ? म नेपाली 50,000। कति? नेपाली 50,000 लगभग। होइन होला, 45, 40 जति। 24, 40,000। 40,000 जति। म्याडम 40,000 जतिको सामान चाहिँ यसको। बट दिस इज फर आवर, यो चाहिँ हाम्रो चाँडै नै मेकअप स्टुडियो खोलिँदैछ नि त, त्यसको लागि चाहिँ गरे हो हामीले। वी आर बाइङ थिङ्स फर आवर स्टुडियो होइन। एकदम राम्रो राम्रो क्वालिटी सर्भिस दिने भनेर नै खोल्न खोजिरहेको छौँ होइन। स्टार्ट हुँदैछ हाम्रो सेटअपहरू, तर सेटअप हुनुभन्दा अगाडि सामान त किन्नु पऱ्यो नि त। अब हामी बर्गर किङ खाइदिउँ नि। कति बज्यो? 2:48। के हो? अब नाइका र म्याक नाइका स्टोर मेरो मेकअप स्टुडियोको लागि कहाँ कहाँ खोल्दैछ? राजगढमा। बजारमै? बजारमै। मान्छे जानु पर्यो, कताबाट जानु? बजार पुगेर लोकेसन बजारमा ठ्याक्कै के नाम खोज्दै जानु त? सिलाज द मेकअप स्टुडियो। अल द बेस्ट फर युर अपकमिङ जर्नी। अलिकति ल, फाइनल्ली हाम्रो बर्गर आयो होइन, तर खोल्छ कसरी? डिप्रेसन। बर्गर इज भेरी बिग होइन। लु यो लागि कहिले साउन्ड किङ मुकुट त्यो लगाएर खानु पर्यो नि त। ल्याएछ किङ कहाँ? टेस्ट यस्तै थियो अस्ति पनि। सो विथ अ भेरी लभली लन्च के हो, हामी चाहिँ बर्गर किङबाट निस्क्यौँ होइन। तर वायात हाम्रो ठेलामा त्यस्तो तताएर प्याटिस बनाएर काँक्रा काटेर हाले जस्तो चाहिँ नहुने क्या। खासै गतिलो लागेन मलाई। के अरे तिम्रो? ल अब यस्तै हो, जे भने खाइहाल्यो होइन। सो इट वाज गुड, बट मलाई चाहिँ खासै टेस्ट लागेन। हामी चाहिँ सिटी सेन्टर चाहिँ अब बिदा गर्दै हामी सेवक मोडतिर जाँदैछौँ होइन। खासै राम्रो त कतिले त आएन त, के भयो आइरह्यो। यहाँ मुनि आएपछि आयो।
सो कहाँ आइपुग्यौँ हामी अहिले? यो चाहिँ फ्लाइओभरको मुनि छौँ, कहाँ छौँ थाहा छैन। अब चाहिँ हामी सेवक मोड जाँदैछौँ। सेवक मोडबाट चाहिँ एक दुईवटा कुराहरू किन्नु छ। सो सूर्य ल दाजु फाइनली हामी चाहिँ आइपुग्यौँ कि कारबाट। ल सी यू। So if you are watching my channel for the first time, please don't forget to like, share and subscribe my channel. So subscribe गरिदिनु होला। यसो बडी पो हाल्थ्यो कि मेरो पनि। So see you guys, हामी कारबाट आइपुग्यौँ, घर अब जाने हो।